अहिले नेपालमा एउटा कुरा गम्भीर रूपमा उठिरहेको छ अनि त्यो कुरालाई हरेक मानिसहरूले विचार गर्नुभयो होला। नेपाली जनताले नेपालमा नारायण हिटीमा रङसङ गरेर सिँगार्ने काम गरिँदैछ। या त यो राजनीतिक स्टन्ट हो या त यो जुन अहिलेको राजनीतिक दल छ यसलाई नेपालमा राजा चाहिन्छ भन्ने कुरा महसुस भएको हो। या त यी राजनीतिक दलले अरूले जस्तो फेरि नेपाली जनतालाई अरू दलले जस्तो फेरि नेपाली जनतालाई भ्रम फैलाउँदैछन्, चुनावमा भोट पाउने आशा गरेर नेपाली जनताहरूलाई भोट दिउन् भनेर। या त नेपालमा राजनीतिक ठुलै परिवर्तन आउन खोजिरहेको छ, त्यो नेपाली जनताहरूले त्यसलाई तुलना गर्नेछन्। र तपाईहरुलाई के लाग्छ, या त यो राजनीतिक स्टन्ट हो या त नेपालमा राजनीतिक परिवर्तन निकै गम्भीर रूपमै आउन खोजिरहेको छ?